सोच्नुस् त हामीले हरेक दिन फोहोर भनेर फ्याक्ने कुरामा कति ठुलो शक्ति लुकेको होला। खासमा यो त एउटा खजाना नै हो। आज हामी त्यस्तो एउटा खेर जाने चिज मतलब गोबरबाट कसरी एउटा अचम्मको शक्ति बायोग्यास बनाउन सकिन्छ भनेर कुरा गर्दैछु। ल सुरु गरौँ है त। एउटा प्रश्न है त, के गाईको गोबरले साँच्चै हाम्रो भान्सा चलाउन सक्छ? मतलब खाना पकाउने ग्यासको काम गर्न सक्छ त? सुन्दा अलि अनौठो लाग्ला, तर यस पक्कै पनि सक्छ। अब कसरी सक्छ त? त्यो कुरा नै त हो आज हामीले बुझ्ने। पहिलेको कुरा गरौँ न। हामी दाउरा बाल्थ्यौँ होइन? तर त्यो दाउरा बाल्दाको धुवा त्यसले स्वास्थ्यलाई कति असर गर्छ, अनि जङ्गल पनि सकिँदै जान्छ। बट लेट्स पिक्चर अ डिफरेन्ट सिन। यसको ठिक उल्टो बायोग्यास छ। यो एकदमै मोडर्न, एकदमै सफा, धुवा नै नआउने फ्युल हो, जसले हाम्रो हेल्थ र इन्भाइरोमेन्ट दुवैलाई बचाउँछ। हो, हामीले कुरा गरिरहेको त्यो म्याजिकल एन्ड क्लिन फ्युल अरू केही होइन, बायोग्यास नै हो। ल अब अलि डिप डाइभ गरौँ है त। यो आखिर बन्छ कसरी र यसले काम गर्छ कसरी? यो कसरी बन्छ भने जब गोबर जस्ता अर्ग्यानिक वेस्टहरू अक्सिजन नभएको ठाउँमा कुहिन्छन् तब यो ग्यास बन्छ। यो प्रोसेसलाई एउटा फ्यान्सी साइन्टिफिक नाम दिएको छ, एनारोबिक डिकम्पोजिसन। बेसिकल्ली हावा बिना कुहिने प्रक्रिया हो। त्यसो भए बायोग्यास बनाउन के चाहिन्छ होला? इन्ग्रिडियन्ट्स के हुन् त? वेल, यसको लागि चाहिने मेन र मेटेरियल्स भनेको गाईबस्तुको गोबर र मानिसको मलमूत्र नै हो। र सबैभन्दा राम्रो कुरा के हो भने यी सबै कुराहरू त हाम्रै गाउँघरमा सजिलै पाइन्छ। अब यो ग्यासको भित्र चाहिँ के हुन्छ त्यो हेरौँ। यसमा सबैभन्दा धेरै मतलब अलमोस्ट 55 to 70% मिथेन ग्यास हुन्छ र यही मिथेन ग्यास नै हो मेन हिरो। यही बल्छ र हामीलाई खाना पकाउन वा बत्ती बाल्न एनर्जी दिन्छ। बाँकी रहेको चाहिँ कार्बन डाइअक्साइड र अरू केही थोरै ग्यासहरू हुन्छ। ओके, बायोग्यास के हो भनेर त बुझियो, तर यो बनाउने मसिन मतलब बायोग्यास प्लान्ट त्यो चाहिँ कस्तो हुन्छ, त्यसले काम कसरी गर्छ, अब त्यो हेरौँ न। यो प्रोसेस बुझ्न एकदमै इजी छ। स्टेप बाई स्टेप हेरौँ है त। फर्स्ट स्टेप, मिक्सिङ ट्याङ्कमा गोबर र पानीलाई मजाले घोल्नु। यसबाट एउटा लेदो स्लरी बन्छ। त्यसपछि के हुन्छ, त्यो स्लरी एउटा पाइपबाट मेन ट्याङ्क डाइजेस्टर भित्र जान्छ। अब सुरु हुन्छ रियल म्याजिक। त्यो हावा नछिर्ने डाइजेस्टर भित्र करोडौं साना साना ब्याक्टेरियाले त्यो लेदोलाई बिस्तारै कुहाउन थाल्छ, अनि ग्यास बन्न सुरु हुन्छ। त्यो बनेको ग्यास हलुका हुने भएकोले माथि माथि उठ्छ र ग्यास डोममा जम्मा हुन्छ। अनि त्यो बाँकी रहेको लेदोको के हुन्छ होला? त्यो पनि खेर जाँदैन। त्यो आउटलेट चेम्बरबाट बाहिर निस्केर कम्पोस्ट पिटमा जम्मा हुन्छ र सुकेपछि खेतबारीको लागि अ पर्फेक्ट हाई क्वालिटी मल बन्छ। बायोग्यासको प्रयोग भनेको अ ट्रिपल विन सिचुएसन हो, मतलब तेह्रो फाइदा। यसले इन्भाइरोमेन्ट, इकोनोमी र सोसाइटी तीनवटैलाई एकैचोटि फाइदा पुर्याउँछ। इन्भाइरोमेन्टको लागि त यो वरदान नै हो। कसरी? ल हेर्नुहोस् है। पहिलो कुरा त यसले स्मोक फ्री क्लिन फ्युल दिन्छ, जसले गर्दा घरभित्रको पोल्युसन घट्यो। अनि दाउरा बाल्न नपरेपछि जङ्गल जोगियो। सिम्पल। त्यति मात्र होइन, गाउँघरको फोहोर पनि मजाले म्यानेज हुने भयो। अब पैसाको कुरा गरौँ। एकचोटि प्लान्ट बनाएपछि एनर्जीको लागि अरू खर्च नै गर्नुपर्छ।
सोच्नुहोस् न, महँगो एलपिजी ग्यास वा मट्टीतेल किन्ने झन्झटबाट सबैको लागि छुटकारा। तर रियल इकोनोमिक बेनिफिट त अर्कै छ। यो बायोग्यास प्लान्टबाट निस्कने स्लरी, यो अर्डिनरी स्लरी होइन, यो त खेतबारीको लागि सुन हो लिटरली। यस्तो हाई क्वालिटी अर्ग्यानिक मलले केमिकल फर्टिलाइजरमा हुने हजारौंको खर्च बचाइदिन्छ। अब सोशल बेनिफिटको पनि कुरा गरौँ, यो त झन् इम्पोर्टेन्ट छ। भान्सामा धुवा नहुँदा घरका महिला र बालबालिकाहरूको स्वास्थ्य कति राम्रो हुन्छ। अनि दिनदिनै घन्टौं लगाएर दाउरा खोज्न जङ्गल जानुपर्ने दुःख पनि हट्यो नि। यसले गाउँको लाइफस्टाइललाई नै सजिलो र सस्टेनेबल बनाइदिन्छ। यी सबै फाइदाहरू हेर्दा नेपाल जस्तो देशको लागि बायोग्यास कति इम्पोर्टेन्ट छ भन्ने कुरा क्लियर हुन्छ। ल अब अलि बिगर पिक्चर हेरौँ है। हाम्रो देश नेपाल एउटा एग्रिकल्चरल कन्ट्री हो। यहाँ गाईबस्तु कति धेरै पालिन्छ हैन? त्यसैले गोबर सजिलै पाइन्छ, जुन बायोग्यासको लागि र मेटेरियल हो। अनि जब हामी आफ्नै गाईबस्तुको गोबरबाट एनर्जी बनाउँछौँ, तब विदेशबाट ल्याउनु पर्ने पेट्रोल, डिजेल, एलपिजी ग्यास माथिको डिपेन्डेन्सी घट्छ। प्लस यसले सरकारको रिन्युएबल एनर्जी र फरेस्ट कन्जर्भेसनको पोलिसीलाई पनि डाइरेक्ट सपोर्ट गर्छ। अब यति धेरै फाइदा भए पनि इट सुड बी रियलिस्टिक, होइन र? यसका केही च्यालेन्ज पनि छन्, जस्तै सुरुमा प्लान्ट बनाउन खर्च लाग्न सक्छ, स्लरी बनाउन रेगुलर पानी चाहिन्छ, अनि यो टेक्नोलोजी न्यानो ठाउँमा बढी इफेक्टिभ हुन्छ। त्यसैले चिसो ठाउँमा ग्यास प्रोडक्सन अलिक कम हुन सक्छ। सो इन सर्ट, बायोग्यास भनेको के हो त? यो एउटा रिन्युएबल, इको फ्रेन्डली र सस्टेनेबल एनर्जी सोर्स हो। यसले फोहोरलाई साँच्चीकै मोहरमा बदल्छ, क्लिन एनर्जी पनि दिन्छ अनि मल पनि दिन्छ। ग्रामीण नेपालको लागि त यो एउटा फ्यान्टास्टिक सोलुसन हो। अब एउटा अन्तिम प्रश्न जसको बारेमा सोच्न जरुरी छ। हाम्रो वरिपरि यस्ता अरू कुन कुन वेस्टहरू छन् जसलाई हामी यस्तै कुनै ट्रेजरमा बदल्न सक्छौँ?